गुड मर्निङ गाइस। यो चाहिँ थर्ड डे। आज चाहिँ म घर ब्याक हुँदैछु र यो चाहिँ आज चाहिँ घाम लागेको थियो र मलाई तपाईँलाई कञ्चनजङ्घा देखाउनु मन थियो। त्यो चाहिँ डाँडा देखेको चाहिँ त्यही हो कञ्चनजङ्घा। एकदम दामी देखिरहेको छ गाइस। यहाँ चाहिँ आज्ञाहरू मेरो आमाको दिदीहरू चाहिँ यहाँनिर हामीलाई छोड्न आइरहेको छ रोडमा। अनि हामी यहाँदेखि चाहिँ आफ्नो घरतर्फ लाग्यो। यो चाहिँ मैले फेरि पनि मेरो मैले चाइल्डहुडमा यही स्कुल पढेको थिएँ। यो चाहिँ टासिडिङ भन्छ यो जग्गालाई चाहिँ। मैले सानो यो जग्गाहरू पनि क्लिक गरेर हालिरहेको छु। दिस इज टासिडिङ। गाइस फाइनली हामी चाहिँ लिपस्टिक बजार आइपुगेको छौँ। गाइस म चाहिँ भर्खरै घर आइपुगेको छु अनि ड्रेस चेन्ज गरेर अब चाहिँ खाना बनाउनु पर्छ मर्निङ। यो चाहिँ ग्यास मैले खाना बनाइसकेँ। यो चाहिँ तिलका अचार विथ टिम्बुर अनि यो चाहिँ मेरो सब्जी। फाइनली सब्जी गाइस म चाहिँ यो अहिले चाहिँ यो लप्सी धुँदैछु। यो धुनुपर्छ मजाले। यो जति पनि कलर उयो छ यो दागहरू सबै धुनुपर्छ। अनि आदि गाइस भन्दा मैले चाहिँ यो उयो गरिसकेँ हो हुन्छ। यसलाई धोइसकेँ। यो सबै मारिसकेँ। कलर चाहिँ अहिले दामी भएको छ, सफा भएको छ। अब फेरि यसलाई चाहिँ धुनुपर्छ। गाइस मैले चाहिँ यो लप्सी धोइसकेँ। अनि यहाँदेखि चाहिँ मैले फुल रोप्नुको लागि यो माटोहरूलाई कलेक्ट गरिरहेको छु, माटो र मललाई। अनि यो मल कलेक्ट गरिसकेर चाहिँ म फुलहरू रोप्नु पर्ने छ। मैले फुल लिएर आएको थिएँ उयोबाट यक्समबाट। अनि मोड छ भनेर चाहिँ मैले यो फुललाई चाहिँ रोपिहाल्नुको लागि मैले यो माटो कलेक्ट गर्दैछु। र फाइनली मैले कलेक्ट गरिसकेको छु। अनि यसलाई चाहिँ अब सबै छान्नुपर्छ है। यो माटो ढुङ्गाहरूबाट हुन्छ यसमा। अनि मैले यो छानिसकेर चाहिँ अब यसमा चाहिँ पटमा लाउनुपर्छ। पटमा लाएर चाहिँ म फुल रोप्ने छु। यसमा पानी लाउनुपर्छ। हेलो गाइस वन्स अगेन। अनि आज चाहिँ मेरो यसरी नै टाइमहरू स्पेन्ड भएको छ। अनि आई होप तपाईँहरूलाई मेरो भिडियो मन पर्यो होला। अनि तपाईँहरूले मेरो पहिलाको फर्स्टको भिडियोमा लाइक सपोर्ट गरिदिनु भएको निम्ति एकदमै धन्यवाद। अनि आउँदो दिनहरूमा पनि म यसरी नै तपाईँहरूलाई इन्ट्रेस्टेड ब्लगहरू लिएर आउने छु। अनि थ्याङ्क यू अनि बाई बाई।